लिटरली मसँग आएर 2 दिनको जिन्दगी हो, हाँस्नुपर्छ, खेल्नुपर्छ, रमाउनु पर्छ। अरे तो मेरो भाग्यमा भगवानले त्यो भाग्य लेख्ने दिन लेख्दै लेख्नु भएन के, छुटाउनु भएछ, बिर्सिनु भएछ, भुल्नु भएछ, आई डोन्ट नो, तर त्यो लेखेन के मेरो भाग्यमा, लेखिएन। लिटरली म कुनै कुरामा खुसी हुन्छु भनेर जान्छु, म अब ल म हाँस्छु है भनेर म मनदेखि हाँसेँ भने म बिहानदेखि साँझसम्म रुनुपर्छ। मैले यसो गरेर हाँसेको देख्ने बित्तिकै मेरो ओभरथिङ्कलाई न ट्राफिकले छेक्छ, न हावापानीले छेक्छ, न कसैले छेक्छ, त्यो तुफान भएर यही हो मेरो ओभरथिङ्क, खतम। लाइक लिटरली द्याट्स द वान, त्यही हो मेरो ओभरथिङ्क। यस्तो दौडेर आउँछ, यस्तो तुफान भएर आउँछ अनि झड्याक ओके आएको। Yes, within 1 second, like literally within 1 second, भगवानले मलाई खुसी भएको देख्न नसकेर तो मेरो खुसी हुने आत्मालाई मबाट चोरेर लिएर जानुहुन्छ अनि आफ्नो त रुनी आत्मा, ओभरथिङ्क गर्ने आत्मा, चिड्डिने आत्मा, सबैसँग लड्न खोज्ने आत्मालाई झड्याम स्वाहा। बरु फेक हाँसेर गरे भने बरु मलाई थाहा अब म रुन्न, किनभने म फेक हाँसिरहेको छु, म मनबाट खुसी छैन भनेर। यदि म मनबाट भ्याइयो खतम। मैले यहाँ चान्स नपाएर मात्रै हो, मैले चान्स पाउने बित्तिकै मेरो यो भाग्यलाई रिचेक गराउने हो। यो यस्तो एन्सर क्वेसन फिट गर्न पाउनु न, फेरि रिचेक गरेर कसको दिमाग कसको भाग्य मेरोमा लेख्नु भएको हो, हजुर फेल हुनुभयो, फेरि इक्जाम दिन पर्यो भनेर चाहिँ म भाग्यदातालाई भन्न चाहन्छु।